हड्डी 8 ठाउँबाट भाँचिदा भन्दा बढी पीडा बोकेर जन्माएको त्यो सन्तान, उसकै शौचको चिसोमा सुतेर उसलाई न्यानोमा सुताएर हुर्काएको त्यो सन्तान, जसको विद्यालयको पोसाक किन्न आमाले महिनौबाट पुवाल परेको धोती सियोले तुनेर लगाइन्, जसको इच्छा पूरा गर्न बाले पटक पटक आफ्नो इच्छा साउको तमसुकमा बन्दी बनाएर राखे। सनातन संस्कृति न जात न धर्म न पेशा न वर्ण र लिङ्ग, यो त युग परम्परामा आधारित छ जुन शाश्वत छ। यो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ, जुन अनन्त छ। यिनै कुराहरूबाट प्रतिपादित संस्कार, संस्कृति, रीति थिति, गुण व्यवहार सबै 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 हाम्रो जीवनको सफलता र सौन्दर्यताको प्रतीक बन्नेछन्। आज विश्वकै सबैभन्दा पुरानो र मूलभूत धर्मको रूपमा स्थापित हिन्दू धर्म, जसले मानवीय सिर्जना मात्र होइन, खोज, अध्ययन, अनुसन्धान र वैज्ञानिकको क्षेत्रमा पनि मार्ग निर्देश गरिरहेको छ। आज विश्वभरि नै शान्ति फैलाउन चाहने ती बौद्ध, जैन र सिख धर्महरू सनातन संस्कृतिको उपजको रूपमा स्थापित छन्, जसले बौद्धिक प्राणीको रूपमा स्थापित मानिसलाई क्रोध, हिंसा, घमण्ड र दमनबाट मुक्त बनाउँदै संस्कार, संस्कृति, रीति थिति, गुण र व्यवहारतर्फ लैजान अभिप्रेरित गर्दछन्। आज हामी र हाम्रो समाज खोज, अनुसन्धान र वैज्ञानिकको बलमा अनास्थापूर्ण बन्दैछ। पुँजीको चक्रवादमा फसेर आफ्नो घर, परिवार, समाज, समुदाय, राष्ट्र र मुलुकलाई भुल्दैछ। मै खाऊ, मै लाऊ, सुखशैल मोज म गरू, अरू मरुन् दुर्बलहरू भन्ने भाष्य निर्माण हुँदैछ। आज तपाईँ र म चिन्तित छौँ, तर विडम्बना